तपाईलाई के लाग्छ, मानिसहरू किन झुट बोल्छन्? के उनीहरू खराब भएर हो वा झुट बोल्नु उनीहरूको बानी हो? वास्तविकता अलि फरक छ। मानिसहरू प्राय झुट बोल्छन् सत्य लुकाउन होइन, आफ्नो इमेज जोगाउन हो। तपाईले देख्नुभएको वा थाहा पाउनुभएको धेरै झुट डरबाट जन्मिएको हुन्छ। डर मतलब रिजेक्ट हुनु वा रेस्पेक्ट गुमाउनु हो। उदाहरणका लागि, मानौ तपाईले कुनै काम बिगार्नुभयो वा अफिसमा गल्ती भयो। बसले सोध्ला, यो कसले गर्यो? त्यो क्षण तपाईसँग दुई अप्सन हुन्छ, सत्य बोल्नु वा झुट बोल्नु। तर धेरै जसो मानिस के गर्छन्? मैले होइन, सिस्टममा प्रब्लम थियो भन्छन्। किन? किनकि तपाईलाई त्यसबेला डर लाग्छ। यदि सत्य बोल्यो भने तपाईलाई इन्कम्पिटेन्ट ठानिन्छन् वा रेस्पेक्ट घट्छ भन्ने डर हुन्छ। त्यसैले तपाई सत्य भन्दा पनि आफ्नो इमेज बचाउन खोज्नुहुन्छ। यही कारणले सोशल मिडियामा पनि मानिसहरू झुटो लाइफ देखाउँछन्। खुसी नभए पनि खुसी जस्तो देखिन्छन्, किनकि उनीहरू चाहन्छन् अरूले उनीहरूलाई पर्फेक्ट देखुन्। तर वास्तविक कुरा के हो भने हरेक मानिसले कुनै न कुनै स्तरमा झुट बोलिरहेको हुन्छ, किनकि हामी सबैलाई एक्सेप्ट हुन मन लाग्छ। अब सोच्नुहोस्, तपाईले अन्तिम पटक बोलेको झुट सत्य लुकाउन थियो कि आफ्नो इमेज बचाउन?